यो कथा आज भोलिको होइन। यो कुरा 2045 सालतिरको हो, जति बेला गाउँघरमा बिजुलीको उज्यालो होइन, टोकीको धमिलो प्रकाशले राज गर्थ्यो। सुदूर पश्चिमको एउटा दुर्गम कुना, जसलाई मानिसहरू कालो भिरको फेदी भन्थे, त्यही थियो सिम्ले गाउँ। दिउँसै पनि सूर्यको प्रकाश छेर्न डराउने घना जंगलले घेरिएको यो गाउँ साँझ पर्नसाथ मसानघाट जस्तै शान्त र भयावह बन्थ्यो। गाउँको भौगोलिक बनावट नै यस्तो थियो कि एकपटक त्यहाँ बसेपछि निस्कनलाई निकै ठूलो उकालो चढ्नु पर्थ्यो। त्यो बेला गाउँमा एउटा भनाइ प्रचलित थियो, सिम्ले गाउँको रातमा बाहिर निस्किनु भनेको आफ्नो काललाई निम्तो दिनु हो। मानिसहरू काम नडुब्दै गाईवस्तु गोठमा उल्थे र मकैको ढोकामा गोरालो लगाएर भित्र पस्थे। कथा सुरु हुन्छ मङ्सिरको त्यो जाडो महिनाबाट। सिरेटो यस्तो चल्थ्यो कि मानव हावाले छाला चिरेर हड्डीमा सुई रोप्दैछ। गाउँको सिरातमा एउटा विशाल र पुरानो बर पिपलको चौतारी थियो। 100औं वर्ष पुरानो त्यो रुखका जराहरू सर्प जस्तै जमिनमा फैलिएका थिए र ठिक त्यही चौतारीको मुनि गाउँबाट अलिक पर एउटा सानो जीर्ण खरको छाप्रो थियो। त्यहाँ बस्थिन् साइली बोजू। उनी विधवा थिइन्। अनुहारमा चाउरीको नक्सा कोरिएको, ढाड कोप्रिएको र आँखामा सधैँ एउटा अनौठो रित्तोपन बोकेकी। गाउँलेहरू उनीसँग बोल्नै डराउँथे। कसैले उनलाई बोक्सी भन्थे त कसैले पागल्ने। तर उनी दिनभरि चौतारीको डेलमा बसेर शून्यतामा टोलाइरहन्थिन्। उसको त्यो मौनता नै गाउँको लागि सबैभन्दा ठूलो डरलाग्दो विषय थियो। तर त्यो वर्षको मङ्सिरमा त्यो मौनता अचानक एउटा भयानक आवाजमा बदलियो। त्यो रात औँसीको थियो। आकाशमा ताराहरू पनि डराएर लुके जस्तै देखिन्थे। गाउँका मुखिया हरिमानको घर गाउँकै बिचमै थियो। बलियो काठको गोठ, जसको ढोकामा फलामको साङ्लो लगाएको थियो। म त्यति बेला भर्खर 18 वर्षको ठिटो बिर्खे मुखियाको घरमा काम सघाउन बसेको थिएँ। रातको करिब 1 बजेको हुँदो मलाई पिसाब फेर्न तल्लो तल्लामा ओर्लिनु पर्ने भयो। बाहिर निस्पष्ट अँध्यारो थियो। म बारदलीमा निस्किन साथ एउटा अनौठो आवाज कानमा ठोकियो। हावाको सुसाहटसँगै कतै टाढाबाट, सायद चौतारीको तीरबाट कोही गुनगुनाइरहेको जस्तो सुनियो। निदा भई नानी, जुनकेरी आयो, आमा यही छ। त्यो स्वर कुनै गीत जस्तो थिएन। यो त घाँटी सुकेर फुटेको धोत्रो र असाध्यै करुण स्वर थियो। कुनै आमाले आफ्नो बच्चा सुताउँदा गाउने लोरी त थियो, तर त्यसमा ममता होइन, एउटा चिसो डर मिसिएको थियो। मेरो शरीरको रौँ ठाडा भए। ठिक त्यही बेला मुखियाको गोठबाट एउटा बाख्रा म्या गरेर करायो। लगत्तै त्यो आवाज बन्द भयो। भोलिपल्ट हेर्दा फलामको साङ्लो लगाएको गोठबाट मुखियाको सबैभन्दा ठूलो कालो बोका गायब थियो। अचम्मको कुरा, साङ्लो काटिएको थिएन, ढोका फोडिएको थिएन, बोका हावामा विलिन भए जस्तै हराएको थियो। गाउँलेहरू जम्मा भए। चितुवा वा स्याल पसेको भए रगतका थोप्पा वा तासिएको डोब हुनुपर्ने, तर त्यहाँ एउटा रौ पनि झरेको थिएन। गाउँलेहरूले बोका खोज्न जंगल चाहारे। अन्ततः गाउँको सिमानामा रहेको मसानघाटबाट नजिकैको खोल्सामा त्यो बोका भेटियो। यो दृश्य देख्दा बलियो मुटु भएकाहरूको पनि सातो गयो। बोका मरिसकेको थियो, तर उसको शरीरमा एउटा पनि घाउ थिएन। न त घाँटीमा दाँतको डाम थियो, न त पेट च्यातिएको थियो। तर भयानक कुरा के थियो भने त्यो हिष्टपुष्ट बोका रातभरमा सुकेर दाउरा जस्तै भएको थियो। छाला हड्डीमय भएर टाँसिएको थियो, मानव उसको शरीरको अन्तिम थोपा रगत र मासु भित्रभित्रै सोचेर लिएको होस्। गाउँका 80 वर्षका जिते बाजेले लौरो टेक्दै भने, यो वन जनावरको काम होइन, यो त रगत सोच्ने विद्या हो। गाउँमा मसान जागेको छ है। बोकाको घटनापछि गाउँमा त्रास फैलियो। सबैको शङ्का साइली बोजूमाथि थियो, तर प्रमाण केही थिएन। मेरो मनमा डर र कौतूहल दुवै थियो। एक साँझ म लुसुक्क बोजेको कुटीतिर गएँ। झ्यालमा पुरानो बोरा टाङ्गिएको थियो, तर सानो पालबाट भित्र देखिन्थ्यो। भित्रको दृश्यले मेरो मुटुको धड्कन रोकेला जस्तै भयो। बोजू एक्लै थिइन्। कोठाको बीचमा एउटा काठको पुरानो धमिराले खाएको कोक्रो थियो। कोक्रो खाली थियो, तर बोजूले त्यो खाली कोक्रोलाई बिस्तारै हल्लाउँदै थिइन्। उनको हातको चाल र अनुहारको भाव हेर्दा लाग्थ्यो त्यहाँ साँच्चीकै कुनै जिउँदो बच्चा छ। उनले अगेनामा केही जडीबुटी हालिन्, जसबाट निलो धुवा निस्कियो। उनी त्यो खाली कोक्रोलाई हेर्दै बरबराइन्।
अझै भोक मेटिएन बाबु, त्यो कालो रगतले पुगेन। पख आमाले अझै ल्याउँछिन्। उनको आँखामा एक किसिमको पागलपन र भयानक भोक थियो। म सास दबाएर त्यहाँबाट भागे। त्यसको ठ्याक्कै 3 दिनपछि मुखियाको 7 वर्षको नाति सन्ते 81 बिरामी पर्यो। दिउँसोसम्म आँगनमा उफ्रिरहेको बच्चा साँझ पर्नसाथ ओछ्यान पर्यो। तर यो सामान्य ज्वरो थिएन। सन्तेको शरीर छुँदा लास जस्तै चिसो थियो। तातो सिरकले छोप्दा पनि उसको काम्ने क्रम रोकिएन। राति 12 बजेपछि उसले आँखा पल्ट्याएर एकरो घरको धुरीतिर हेर्न थाल्यो। उसको स्वर परिवर्तन भयो। 7 वर्षको बच्चाको घाँटीबाट 50 वर्षको बुढी आमेको जस्तो मसिनो तर तिखो स्वर निस्कियो। मलाई त्यो आमैले बोलाउँदै छिन्। उहाँको कोक्रो खाली छ रे, म जानुपर्छ। उसको यो कुरा सुनेर सन्तेकी आमा बेहोस भइन्। मुखिया हरिमानको अनुहारमा डरको छाया देखियो। उनले सायद केही कुराको पूर्वाभास भइसकेको थियो। डाक्टरले केही देखिएन भनेपछि पल्लो गाउँबाट प्रख्यात कान्छा धामीलाई बोलाइयो। कान्छा धामी सामान्य झाँक्री थिएनन्। उनी मसान र प्रेससँग कुरा गर्न सक्ने भनेर चिन्थे। उनको शिरमा मयूरको प्वाख, गालामा रुद्राक्षको माला र हातमा पेन्सन पातीको लौरो थियो। गाउँको सिमानामा टेक्न साथ धामी रोकिए। उनले लामो सास तानेर हावा सुँगे। उनको निधार खुम्चियो। उनी सिधै मुखियाको घरमा जानुको सट्टा चौतारीको बरपिपलको रुख नजिक पुगे। उनले त्यहाँको माटो हातमा लिए, सुँगेर हठात फ्याँके। उनले गम्भीर हुँदै भने, मुखिया बा, तिम्रो गाउँको हावामा रगतको गन्ध छ। तर यो रगत जिउँदो मान्छेको होइन, वर्षौंदेखि कुहिएको रगतको गन्ध हो। यहाँ कुनै भोको आत्माले बास गरेको धेरै भइसक्यो। त्यही रात मुखियाको आँगनमा चिन्ता सुरु भयो। राति 12 बजेको समय, चारैतिर राको बालियो। धामीले ढ्याङ्ग्रो बजाउन थाले। ड्याङ 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 त्यो आवाजले निष्पष्ट रातको सन्नाटा चिर्यो। धामी काम्न थाल्यो। आगोको लपका कहिले हरियो, कहिले निलो देखिन थाल्यो। धामीले मन्त्र लप्काउँदै एकमुठी अचेता बिरामी सन्तेको टाउकोमा छर्यो। डरलाग्दो दृश्य तब देखियो जब ती चामलका दाना भुइँमा खसे। ती चामल रहेनन्। ती सेता किरा गडौला जस्ता बनेर सलबलाउन थाले। यो कुनै जादु थिएन, यो आँखा अगाडिको यथार्थ थियो। धामी पछाडि हटे। उनले चिच्याउँदै भने, यो सामान्य बोक्सी होइन, यो रगत मसान हो। यसलाई शान्त पार्न सजिलो छैन। ढ्याङ्ग्रोको तालमा धामी भविष्यवाणी गर्न थाले। उनको स्वरमा अर्को कुनै शक्तिको बास थियो। उनले मुखियातर्फ औँला ठड्याउँदै भने, ए हरिमान, तैले बिर्सिस होलास, तर रगतले बिर्सेको छैन। 20 वर्ष अगाडि तैले कसैको कोख रित्याएको थिइस्। हो भने हो भन्, यो जग्गाको टुक्राको लागि तैले कसैको बच्चालाई भिरबाट लडाएको थिइस्। सबैको आँखा मुखिया हरिमान माथि पर्यो। हरिमान घुँडा टेकेर रुन थाले। रहस्य खुल्यो। 20 वर्ष अगाडि साइली बोजूको सानो 5 वर्षको छोरा थियो। बोजूको श्रीमानको मृत्युपछि मुखियाले उनीहरूको जग्गा हडप्न खोजेका थिए। त्यही तनावमा गाउँ निकाला गर्ने क्रममा बोजूको छोरा कालो भिरबाट लडेर मरेको थियो। त्यसपछि बोजू बौलाइन् र आज त्यही मरेको छोराको आत्माले बोजूको शरीर माध्यम बनाएर बदला लिन आएको थियो। धामीले भने, यो शक्तिलाई रोक्न अब हामी त्यो स्रोतसम्म पुग्नुपर्छ। त्यो आत्मा त्यो बुढीमा छैन, उसले वर्षौंदेखि पूजा गरेको त्यो कोक्रोमा छ। गाउँका 10-12 जना बलिया युवाहरू राको बोकेर बोजूको कुटीतिर दौडिए। म पनि डर मान्दै पछि लागे। हामी कुटी नजिक पुग्दा भित्रबाट कुखुरा कराएको र मन्त्र फलाएको आवाज आइरहेको थियो। ढोका फोडेर भित्र पस्दा देखेको दृश्यले मेरो होस उडायो। बोजूले एउटा कालो कुखुराको घाँटी दाँतले टोकेर छिनालेकी थिइन्। कुखुराको तातो रगत सिधै त्यो खाली कोक्रोमा चुहाउँदै थिइन्। कोक्रो रगतले लतपतिएको थियो र अचम्मको कुरा, त्यो काठको कोक्रोबाट रगत सोचेर काठभित्रै हराउँदै थियो। केटाहरूले बोजूलाई समातेर लछार्दै बाहिर निकाले। सामान्य मान्छे यस्तो अवस्थामा डराउनु पर्ने हो, तर बोजूको प्रतिक्रिया एकदमै विपरीत थियो। उनी जोडले हाँस्दै थिइन्। त्यो हाँसोमा यति धेरै पीडा र क्रूरता थियो कि जंगलका जनावर पनि शान्त भए। बोजूको आँखा रातो भइसकेको थियो। उनले हामी सबैलाई पालो पालो हेर्दै थिइन्। तिमीहरूले मेरो बाबुलाई खाना रोक्न खोज्यौ, मैले उसलाई बाख्रा दिए, उसले मानेन। अब उसलाई मुखियाको वंश नै चाहिन्छ। हेर, उता तेरो नातिले के गर्दैछ।
ठिक त्यही बेला मुखियाको घरबाट एउटा चर्को आवाज आयो। खबर आयो, घरमा सन्तेले आफ्नै जिब्रो बेसरी टोकेर रगत निकाल्न थाल्यो। बोजूलाई घिसार्दै मुखियाको आँगनमा ल्याइयो। धामीले मन्त्र पढेको खरानी बोजूमाथि फ्याँके। बोजू आगोले पोले जस्तै छटपटाइन्। धामीले बुझे बोजू आफै बोक्सी थिएनन्। उनको पुत्र वियोगको पीडा यति गहिरो थियो कि त्यसले प्रकृतिको नियम तोडेर प्रेतलाई निम्ति आएको थियो। उनी एउटा भाडो मात्र थिइन्, असली पिसाचो त्यो अपृत आत्मा थियो जसलाई उनले आफ्नो आँसु र रगतले हुर्काएकी थिइन्। धामीले भने, आमै, तिम्रो छोरा मरिसक्यो, उसलाई जान देऊ, नत्र उसले सिँगै गाउन सिद्ध्याउँछ। बोजूले कम्मरमा हात लगाएर भनिन्, मेरो छोरा जिउँदो छ, ऊ भोकले रोइरहेको छ, म कसरी जान दिउँ? धामीले अन्तिम उपाय लगाए। उनले एउटा पुतला बनाए र त्यसमा सन्तेको कपडाको टुक्रा बाँधेर आगोमा हाले। यसको अर्थ थियो आत्मालाई चुक्याउनु। आगो दन्केसँगै बोजूको शरीरमा कम्पन सुरु भयो। उनले आफ्नो छाती पिट्दै चिच्याइन्। उता सन्ते शान्त हुँदै गयो, तर यता बोजूको सास रोकिने अवस्थामा आयो। अन्तिम सास फेर्दै गर्दा बोजूले रगतले लतपतिएको भोकले मुखियालाई हेरेर श्राप दिइन्। मेरो काख रित्यो, तैँले रित्याइस्, आज म जाँदैछु, तर याद राख्नु, मेरो लोरी अब तेरो वंशले सुन्नेछ, यो कुकुर कहिले खाली हुने छैन। यति भनेर बोजूको प्राण गयो। उनी लड्न साथ घरभित्र सन्तेको मुखबाट रगत आउन बन्द भयो। ऊ बेहोस भयो। बोजूको मृत्युपछि गाउँलेहरूले उनको लास र त्यो रगतले लतपतिएको कुकुरलाई जंगलको बीचमा लगेर जलाइदिए। आगो बाल्दा कुकुरबाट बच्चा रोएको जस्तो आवाज आएको धेरैले सुने। गाउँमा शान्ति त फर्क्यो, तर त्यो अपुरो शान्ति थियो। मुखियाको नाति सन्ते त ठिक भयो, तर ऊ फेरि कहिले बोलेन। ऊ सधैँ राति झ्यालमा बसेर चौतारीतिर हेरिरहन्थ्यो, मानव कसैले उसलाई बोलाइरहेको छ। र आज पनि यतिका वर्ष पनि जब सिमले गाउँमा औँसीको रात पर्छ, हावा चल्दा त्यो चौतारी मुनिबाट क्यार क्यार गरेको कुकुरो हल्लिएको आवाज आउँछ। र यदि कुनै नयाँ मान्छेले ध्यान दिएर सुन्यो भने हावामा त्यही सुक्खा र रुन्चे स्वर गुन्जिन्छ, निरावै नानी, आमा यही छ।